के हजुर माया प्रेममा परेर नचाहँदा नचाहँदै छुट्नु भएको छ? आफ्नो चाहिँ माया गर्ने मान्छेले छोडेर जानुभएको छ, तपाईँलाई धोका दिनुभएको छ, आफूलाई असाध्यै माया लागेको छ, उहाँसँगै जीवन बिताउन पाए हुन्थ्यो जिन्दगीमा भनेर उहाँको याद आइरहन्छ। धेरै चाहिँ तनावमा जानुभएको छ, हजुरलाई धेरै पीडा छ, उहाँको यादले सताइरहेको छ, या त विवाहित हुनुहुन्छ भने हजुरको दाम्पत्य जीवन चाहिँ सुमधुर छैन, एकदमै डिफिकल्ट छ, झैझगडा कलह दिनदिनै भइरहन्छ भने म हजुरहरूलाई एकदमै सरल र राम्रो उपाय महाउपाय सिकाउँछु। यसरी हजुरहरूले काँचको कपमा चाहिँ हजुरले 1 गिलास पानी लिनुहोला। यो विधि चाहिँ तपाईँहरूले चाहिँ आइतबार गर्नुहोस् अथवा मङ्गलबार गर्नुहोस् अथवा हजुरहरूले बिहिबारको दिन गर्नुहोस् है। आइतबारबाट गर्नु भने अर्को आइतबारसम्म, मङ्गलबारबाट गर्नु भने अर्को मङ्गलबारसम्म, यसरी 1 हप्ताभरि गर्नुपर्ने हुन्छ। हजुरले यसरी यसमा चाहिँ 3 चम्चा नुन राख्नुहोस् र आफू सुत्ने बेडको हजुरले दायाँ साइडमा अथवा पूर्वी साइडमा राख्नुहोला र चाहिँ हजुरहरूले यसलाई चाहिँ हजुरले बेलुका सुत्ने बेलामा आफ्नो चाहिँ माया गरेको मान्छेको लाई सम्झेर अनुहार सम्झेर उहाँको स्मरण गरेर यसरी पानीमा चाहिँ आफ्नो अनुहार हेर्नुहोला र अनि हजुरहरू सुत्नुहोला। मेरो जीवनमा छिटोभन्दा छिटो आइदिनुहोस्, मेरो सम्बन्ध सुमधुर रहोस् भनेर सङ्कल्प गर्नुहोला र त्यसो गरेर हजुरहरूले यो विधि चाहिँ तपाईँहरूले 1 हप्तासम्म गर्नुपर्ने हुन्छ है। 1 हप्ताभित्र हजुरको आफ्नो मान्छे हजुरलाई सम्पर्क गर्न थाल्नुहुनेछ, हजुरको कन्ट्याक्टमा आउनुहुनेछ। जय श्री कृष्ण, राधे राधे।